जति काटे पनि के गर्नुहुन्छ पलाको पलाइ गर्छ कहिल्यै मेटिँदैन जति काटे जति मास्न खोज्या तर मासिँदैन फैलिन्छ मात्रै झन् फैलिएर गएको यो क्षेत्रमा चाहिँ फैलिन्छ सर तर के हो भने भीमसेन थापा गाउँपालिका 2 वार्ड नम्बर 2 पहिलेदेखि बलियो हो काङ्ग्रेसको खम्बा हो यो ठाउँ भीमसेन थापा गाउँपालिका भोरीमा त पनि अहिले गगन थापा जुन नव अधिवेशन महाअधिवेशनबाट जुन सरकारलाई चुनौती दिएर आएको छ किन भन्दा गगन थापाले सरकारले अरू पार्टीमा अरू यथावत अरू रहेका पार्टीमा जनताले जे गरे पनि त्यो पार्टीको औहदा व्यक्तिमा रहेका सभापति हुनुहुँदाले गल्ती गरे पनि जय जयकार गर्ने जुन सिद्धान्त थियो यसपालि गगन सरकार जिन्दाबाद जुन थियो नि अब जय जयकार मान्ने सिद्धान्त थियो आज सेरेलाई फालेर जुन विशेष महाधिवेशनले गगन जसरी फालेर नेतृत्वमा रहने मान्छेले गलत गरे पनि काङ्ग्रेस चाहिँ ठुलो हेरेर जनता बस्दो रहेछ भनी प्रमाणित गर्नुभयो राम्रोको पक्षमा सबै काङ्ग्रेस सही कामको लागि हिँड्नुपर्छ गलत गर्यो भने पनि उम्मेदवार चाहिँ पदमा रहने अगोर दाले चाहिँ गलत गर्नु भने जय जयकार गरेर बस्नु हुँदो रहेछ काङ्ग्रेसले चाहिँ फाल्नु हुँदो रहेछ फालेर गगनले जब नयाँ नेतृत्व लिएर आउनुभयो तब काङ्ग्रेस झन् जागेको छ काङ्ग्रेस जागेको छ यदि नयाँ नेतृत्व लिएर गगन आउनु यसपालिको भोट कसलाई उहाँको नाम भन्नु पर्यो है प्रेम खत्री है काङ्ग्रेसलाई त दिएको छ नि है हजुरको सबैजनालाई काङ्ग्रेसमा भोट दिनुपर्छ सिङ्गामा भन्नुपर्छ प्रेम खत्री भनौँ केही भनौँ न यसपालिको भोट कसलाई प्रेम खत्री